आम गोइङ इन सर्च अफ अटोलाई एउटा अटोलाई यसो रिक्वेस्ट गरेर चलाएको भिडियो बनाउनु मन लागिरहेको थियो सो आई विल ट्राई माई बेस्ट अलिकति पैसा दिने होइन इफ ही से ओके होइन राइड चाहिँ गर्नु मन छ सो लेट्स सी कसैले दिन्छ कि है लेट्स ट्राई इट होइन जानु चाहिँ पर एउटा अटो रहेछ त्यो चाहिँ फेरि सामान बोक्ने हो कि मान्छे बोक्ने हो मलाई चाहिँ मान्छे बोक्ने चाहिँ चलाउनु छ लेट्स ट्राई इट आउट यदि अब वर्कआउट गर्छ भने लेट्स सी छिटै रिक्वेस्ट गर्छु होइन ह्याप्पन भयो भने आई विल सो यु लेटर है त गाइस लेट्स सी वहाँ परबाट आयो ल सामान बोक्ने पो रहेछ क्या ऱ्याक भयो नि त खोइ त अटो भने अब अटै पाउँदैन फेरि हिँड्दै जानुपर्छ जस्तो छ फर्केर परबाट आइसक्यो यस्तो टाढाबाट यस्तो गर्दैन धेरै टाढाबाट आयो छैन घरि अटो अलिक बढी स्ट्रगल हुन्छ कि क्या लेट्स से कोक पनि खोजिरहेको छु म कोक यहाँ पाउँछ होला जस्तो लाग्यो ल दाइ त्यो सानोवाला कोक पाउँछ ए ल हुन्छ फ्रिजमा छैन के गर्ने होला त फ्रिजको चाहियो नि त एकछिन राखिदिनु हुन्छ त ल राखिदिनु नि त म यहीँ वेट गर्छु कति 5-10 मिनटमा भइहाल्छ होला नि है म भर्खर गाडी चलाएर आयो टेन्सन छैन त्यही त यसमा गियर हुन्छ हातमा के ल फोन राखिदियो त एकछिन ल गियर हातमा हुन्छ हैन दाइ गियर थाहा छ मलाई तर कस्तो गर्ने हो चाहिँ भन्नु न ह्यान्डल कभर त गरिहाल्छु नि म टेन्सन छैन म त्यस्तो हारहुर गर्दिनँ छुनु पनि आफ्नो छोराहरूलाई पनि म छुनु दिँदैन हो म पनि मेरो बाइक चाहिँ दिन्न है तर हजुरले मान्नु भयो भने म यहाँ युट्युबको लाइभ भिडियो बनाउँछु नि त हजुरले ओके भन्नुभयो भने ओके हो नि त अलि अगाडि जाउँ ल हस् दाइले चाहिँ मलाई अब अटो चलाउनुलाई ओके भन्नुभएको छ अब थोरै चलाएर सक्यो भने चलाउँछु सकेन भने दाइलाई अलिकति खर्च दिएर निस्किन्छु म चाहिँ उतै अगाडि प्रोग्राममा आएको हो क्या त नगरपालिकामा मैले गाडी चाहिँ ऊ पर राखेको छ क्या ऊ त्यो ट्रकको छेउमा राखेको छ गाडी मैले एकमा राखिदिनु अनि बिस्तारै जाउँला हस् हस् जसरी बसिनु हुन्छ तर तपाईँले मेरो भिडियो खिचिदिनुपर्छ ल ल आउनुहोस् त अघि गम्छा दिएर पनि स्वागत गर्नुभयो सबैजनाले स्टार्ट गर न यसलाई स्टार्टै हो खै हेरौँ त एकचोटि स्टार्टै छ यसरी देखाउने हो हजुर यो ब्रेक होइन त दाइ ब्रेक हो अनि गियर कस्तो माथि तान्नु पर्यो स्टार्ट गर पहिला स्टार्ट हल्का थोडा त्यसरी हुँदैन थोरै त्यो बिर्को लगा चुइरहेको छ सरी फोर हो नि त दाइको के सफा गरेर यो ब्रेक है दाइ ब्रेक हो त्यो गियर तल लिएर माथि गराएर बिस्तारै क्लच छोड्ने होइन बाइक जस्तो गियर लाग्यो भने माथि गर बिस्तारै हल्का बाटो तान्दो रहेछ दुई हो अब तल भयो ए बिचमा चाहिँ न्युट्रल हो 4 नम्बरलाई 4 न ठिक हो 3 हो ए हो यस्तो है ल मैले बुझेँ बिस्तारै हस् ए 12-14 वर्ष भइसक्यो नि त बाइक चलाएर हिँडेको ठिक छ भनिरहेको छु हस् ए कुरा त्यस्तो हो बिचमा न्युट्रल है ल एक माथि तान्ने अब कति भयो ठिक हो 2 हो अलि आएन है त्यो स्विच के अरे चाबी अन अफ गर हो चाबी उतापट्टि छ अन अफ गर ए त्यो हो चाबी न्युट्रल गर न्युट्रल यहाँ हो भयो अब न्युट्रल भयो है चाबी अन अफ गर अफ ल आएन एकचोटि राम्ररी गर भयो त्यो चाबी पनि माथि
के हो केटाहरू उडेर जान्छ है पागल ए भने बिस्तारै बिस्तारै चुस्छ मात्र अब चुस्छ 2 नम्बर यो यही गाडी हो मेरो ए हो उ त्यो प्रोग्राममा आएको मेयरहरूसँग बिस्तारै 3 लगाऊ चुस्छ है तिन लाग्यो ए ल खतरा भइदिँदा अब त आयो मलाई लभली आएर ब्याक गर्ने चाहिँ कसरी गर्नुहुन्छ ब्यागको तल ए हातमा छैन तल छ ब्याग चाहिँ केले गर्नुहुन्छ ए यसले हो यसले हो ए ल होइन छैन सब देख्नुहोस् है देखिरहेछ देखिरहेको छ पछाडिबाट खिचिदिनुहुन्छ हजुरले पछाडिबाट राम्रो भयो अगाडिबाट अलिक नराम्रो आयो कि भनेर हो यार यो इच्छा धेरै पुरानो थियो र ठिक छ दाइको पनि ड्युटी हुन्छ है ल भाइलाई एकदम राम्रो छ अनि अगाडिबाट हेर्नु न क्लच त सेम बाइकको रहेछ सेम बाइक हो कि पहिलाको स्कुटी थियो नि हातको गियर भएको त्यही हो कताबाट घुमाइदिनु यहीँबाट घुमाउनु हो साइडबाट एक गर्नु पऱ्यो नि होइन गियर माथि एकचोटि अझै अब साइड चापेर नि गाडी छैन छैन बिस्तारै बिस्तारै मिठो ताल्ने बिस्तारै है एकदम मिठो ताल्ने बस यसरी हल्लिनु भएन होइन अलिक टाढा सामान दुन्छ है क्यामेरा बाहिर हो त्यसरी अलिक यसरी बाहिर अलि यता देखाउनु त ऊ यसले देख्नु पऱ्यो मलाई हो यसले देखिरहेको तपाईँलाई पनि देखाउनु युट्युबमा हाल्ने हो नि त अब ए ल दाइको घर यतै हो यही हो चोकमा ए चोकमै हो सोल्टी जाने बाटोतिर दाइको नम्बर लिएर जानुपर्ने भयो यार पर्सि घुम्न आयो भने साथीहरूसँग एक दुईजना साथीहरूसँग आउँदाखेरि फोन गर्नु पऱ्यो दाइलाई यार हुन्छ यहाँ सबै घुमाइदिनु नि त त्यति बेला है घुमाइदिन्छु यस्तो रहर लागेको चिज यार चलाइयो जिन्दगीमा अब चाहिँ मैले रिक्सा पनि चलाएँ अन्त कसैलाई कर कसैलाई रहर है हुन्छ नि कसैलाई कर कसैलाई रहर मलाई पनि गाडी चलाउँछु होइन कसैलाई रहर हुन्छ म चाहिँ करले चलाउँछु गाडी यहीँतिर कार्यक्रम छ ऊ त्यहाँ नगरपालिकामा बन्द गरेर बन्द भयो यो ह्यान्ड ब्रेक पर्दैन हाम्रो गइहाल्छ ल हाम्रो दाइलाई धेरै धेरै धन्यवाद ठिक छ दाइ मेरो दाइले मलाई चलाउनु दिनु भएको छ दाइको कन्ट्याक्ट राख्छु ल म 98 98 440 88 100 राजकिशोर दाई भनेर राजकिशोर दाई ओके राजकिशोर दाईको है व्हाट्सएपमा पनि गरे हुन्छ RAJKISSORDAI दाई राजकिशोर दाई यो ठाउँको नाम के दाई BARTUHW ल राजकिशोर दाई हजुरलाई भेटेर खुसी लाग्यो दाइ ल हस् धन्यवाद ल दाइ ल प्रोग्राममै फर्किएँ म अब ल हस् दाइ सही ल अटो चलाउनु पायो सही अब आइएम गोइङ ब्याक टु प्रोग्राम है त